सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् आजको यो सुन्दर दिनको लागि। अनि सम्पूर्णमा जय मसीह, नमस्कार, गुड मर्निङ। म आज फेरि पनि तपाईहरुको माझमा वचन अध्ययन गर्न गइरहेको छु। वचन रहेको छ मत्ती 5 अध्यायको केही खण्डबाट अध्ययन गर्नेछु। 3 मा धन्य आत्मामा दीन हुनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। 4 मा धन्य शोक गर्नेहरू किनभने तिनीहरूले सान्त्वना पाउनेछ। 5 मा धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वी अधिकार गर्नेछन्। 6 मा धन्य धार्मिकताको निम्ति भोकाइने र तिर्खाउनेहरू किनभने तिनीहरू तृप्त हुनेछ। 7 मा धन्य दयावन्तहरू किनभने तिनीहरूले दया पाउनेछ। 8 मा धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछ। 9 मा धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछ। 10 मा धन्य धार्मिकताको निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। 11 मा धन्य हो तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछ र झुटो बोलेर तिमीहरूका विरोधमा सब किसिमका खराब कुरा भन्नेछन्। तब रमाऊ र अत्यन्त खुसी हौ किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। आमेन। हुन्छ। परमेश्वरलाई महिमा भएको हौ।